ए सर हामी मरी मरी खट्ने तिनीहरूलाई खुवाममा खुवाउने किन भयो भने कि हामी नै खाने हो तिनीहरूले किन खुवाउनु तपाईँ मजाले पोखरामा त्यत्रो सङ्गठन विस्तार गरेर त्यत्रो बनाएको कुरा भोलि उसको उम्मेदवार एउटा फोकटै उठाइदियो भएदेखि तपाईँ जति मान्छे पनि छायामा पर्ने मान्छे हो किन बेकारको तिनीहरूको मान्छेलाई त्यहाँ मान्छे बनाउनु भने तातोन सारामा सर ठिक छ त रासोपाको रासोपाई हो जति छ रासोपामै छ तिनीहरूले राम्रो राम्रो मान्छे हामीलाई छोडिदिएर गएको छ अहिले अब त्यो दुईजना त्यो अर्को के भन्ने डक्टर के भन्ने र के भन्ने उहाँ दुईजनै रासोपामा बसिएको सर यिनीहरू त सकिने मेल हो कि धुलो पिठै हो मान्नु न कहिले बिग्रिँदैन भने सर यार जो मान्छे साँच्चै नै राजनीतिक चरित्रको छ जसलाई साँच्चै नै यो राष्ट्रको माया छ होइन जो राष्ट्र बनाउने हितका लागि नै आएको छ अथवा तपाईँको चाहिँ एउटा हुटुटी बोकेर आएको छ अथवा यो राष्ट्रको माया छ उसले चाहिँ साँच्चै नै यो नेपाललाई चाहिँ आफ्नो शिरभन्दा माथि राखेर नै सोचेको छ भने चाहिँ त्यो व्यक्तिहरूले चाहिँ तपाईँको चाहिँ म्याक्सिमम देखिएको छ उहाँहरू चाहिँ केही बिना शर्त केही पनि नलिकन पनि आउनु भएको छ के हाम्रै पोखरामा कास्कीमा यस्ता आदरणीय व्यक्तित्वहरू इन आउनु भएको छ के उहाँहरूले ल इन हुने बेलामा पनि म कहाँ बस्छौँला के कसो गरौँला भनेर जो मान्छे निस्वार्थ भावनाको आउनु भएको छ नि साँच्चै उहाँ र हो क्या राष्ट्रप्रेमी चाहिँ जस्तो अस्ति पाइलट हाम्रो मदन केसी आउनुभयो क्या हाम्रोमा है उहाँले अहिलेसम्म पनि एकपटक पनि मेरो पोस्ट कहाँ होला मलाई के दिन्छन् होला कसो गर्छन् होला भन्ने कुराहरू कहीँ जिज्ञासा गर्ने त्यस्ता खालका प्रश्नहरू गर्ने केही खोज्ने छैन। हेर्नुहोस् त्यस्ता व्यक्तिहरू पनि आउनु भएको छ। मैले यो हुन्छ अब मान्छेको कसो छ भने मान्छेले चाहिँ त्यो जिल्ला कमिटीमा बस्ने हो कि तपाईँको चाहिँ पालिकामा बस्ने हो कि प्रदेशमा बस्ने हो कि त्यो आउन पाएन उसलाई स्ट्यान्डर्ड त्यही मेन्टेन गर्न पर्यो अरे के। ल हेर्नु न तपाईँको चाहिँ आउन पाएको छैन उहाँहरूलाई चाहिँ स्ट्यान्डर्ड चाहिँ त्यो हिसाबले मेन्टेन गरिहाल्न पर्यो, त्यो पदमा गइहाल्न पर्यो, त्यो पद उहाँलाई चाहिहाल्यो भन्ने यो धेरैको धारणा चाहिँ यो कस्तो हुँदो रहेछ भने मेरो चाहिँ स्ट्यान्डर्ड त्यो अरे। सोनिङ वागले साधारण सदस्य भएर छिर्नु भएको हेर्नु सोझो कुरो। सोनिङ वागले मान्छे होइन जसलाई साँच्चै नै यो देशौँ तपाईँको चाहिँ देश तथा विदेशबाट उहाँ यसो आइदियोस्, उहाँको एक झलक पाइदियोस्, उहाँका दुई चारवटा शब्द सुन्न पाए हुन्थ्यो भन्ने मान्छेहरूले त्यस्तो मान्छे राजसभामा आउँदै गर्दाखेरि चाहिँ साधारण सदस्यमा आउनु भएको उहाँ पनि हेर्नुहोस् है। तर पछि हुन्छ नि तपाईँको चाहिँ त्यो एउटा भनाइ छ नि तपाईँको चाहिँ के अरे जल्दी करोगे तो शायद नहीं पहुँचोगे, देर पहुँचोगे तो शायद आप समथिङ यस्तो के थियो मैले ठ्याक्कै भन्न जानिनँ। मजाले पुगिन्छ भन्ने छ नि एउटा हिन्दीमा थियो ठ्याक्कै। आजकल चाहिँ 10 वर्ष भयो इन्डिया छोडेको, अलिअलि हिन्दी भुलिएछ त होइन। अब त्यो भनाइ छ नि हो त्यही हो क्या तपाईँको चाहिँ यो दूरगामी नेता भनिन्छ नि तपाईँको दूरदर्शी दूरगामी तपाईँको चाहिँ एकदमै टाढासम्म सोच्न सक्ने मान्छेहरूले चाहिँ हतार कहिले नि गर्दैन। हेर्नुहोस् होइन कुलमानजी आउनु भएको, अब छोडेर जानुभयो, छोडेर गएकोलाई हामीले गाली गरेर दुनियाँदारी भनेर पनि हुनेवाला पनि केही पनि छैन। अब उहाँको लोकतान्त्रिक हाम्रो त लोकतान्त्रिक पद्धतिको तपाईँको चाहिँ हामी भन्छौँ नि तपाईँको चाहिँ संवैधानिक समाजवाद पार्टी हो हाम्रो चाहिँ तपाईँको चाहिँ लोकतान्त्रिक पद्धति मान्छ यो पार्टीले भन्छ। ठिक छ, राइट टु रिकल पनि हुनसक्छ होइन, तपाईँको चाहिँ हाम्रो राइट टु रिजेक्ट पनि हुनसक्छ। उहाँको आफ्नो विचार हो, धारणा हो, छोडेर जानुभएको छ। त्यसले कसैले त्यसरी टाउको उहाँले छोडेर जानुभयो भने टाउको दुखाउने उहाँले हो, हामीले भन्दा त मलाई त्यो लाग्छ होइन। सबभन्दा ठुलो कुरो चाहिँ अब देशको हितका लागि देशले चाहेको त कुलमान रवि बालेन एक हुनपर्छ भने त नेपाली आम नागरिक लगभग 3 करोड जनताको यो चाहना हो नि त होइन। ल भन्नुहोस् त भनेपछि त्यसका लागि चाहिँ त्यो जनताको आशय का लागि भए पनि कुनै पद नपाए पनि कुनै ठाउँ नपाए पनि उहाँ अहिलेलाई बस्दिन पर्ने थियो भन्ने चाहिँ मेरो चाहिँ हो फेरि जिज्ञासा। त्यो कुरो चाहिँ जनताको लागि जनताले रवि बालेन कुलमान एक हुनपर्छ भन्ने फोटोहरू तपाईँले विभिन्न ठाउँमा पनि मैले यो बसहरूको पछाडिपट्टि स्टिकरमा पनि देखिरहेको हुन्छु के। उहाँहरूलाई एक गराउनु मलाई त कति आयो पहल होइन यो विषयमा। देश तथा विदेशमा हुने साथीहरूले धेरैले चाहिँ मेसेज गरिराख्नुहुन्थ्यो नि त।
बालेन कुलमान तपाईँको चाहिँ अझ हर्कको पनि आइरहेको छ, हर्कजीको पनि आउँछ। मैले त अझ स्पेसल्ली हर्कजीलाई नै भनिराखेको छु होइन, आउनुहोस् हर्कजी पनि राजसभामा आउनुहोस्। तपाईँ हामी सबैजना एकजुट भएर एक कार्यकाल त हेरौँ न। तपाईँ हामी सबै एकजुट भएर एक ठाउँबाट एकैचोटिमा जाऊँ न, दुई त्यहीँ लिएर गएर होइन। कमसेकम एकचोटि ट्राई त गरौँ। ट्राई नगरिकन सबैले आफ्नो भाग खोज्ने, सबै स्वतन्त्र हो भन्ने पहिला चाहिँ, अनि पछि चाहिँ तपाईँको चाहिँ आफूले अलिकति मार्केटिङ देखेपछि, अलिकति दुई चारजना आफ्नो वरिपरि भएपछि अनि त्यहाँबाट ठ्याक्कै पार्टी खोल्ने, म युम भन्ने, यसरी हिँड्यो भने त भोलि ती पुराना दल सलबला हुँदैनन्, भोलि ती पुराना दललाई फाइदा हुँदैन। हो त्यो यही हो मेरो कुरो चाहिँ। हेर्नु अजयजी होइन, अब यो बेलैमा तपाईँको चाहिँ सुध्रिएन भने, सरकार यो जनताको आशय बुझिएन भने भोलि गएर दुःख पाउने कसले हो भन्दाखेरि जनताले नै हो। फेरि हेर्नुहोस्, उनीहरूले गर्दा फेरि जनता, कोही जनता आधा यता हुन्छन्, कोही जनता उता हुन्छन् आधा। त्यस कारणले गर्दा फेरि भोलि भाडिन सक्छ, दुई तिहाई नआउन सक्छ। भोलि दुई तिहाई आइदिएन भने केही संशोधन गर्न मिल्दैन। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री भनेका छौँ, प्रदेश जुन हामीले सोचिराखेका छौँ, विभिन्न एजेन्डाहरू छन् जुन त्यो पुरा नहुन सक्छ। सो यी कुराहरू, यावत कुराहरू छन्, बेलैमा हामी सच्चिनुपर्छ। बेलैमा टावर गयो क्या हो हाम्रो बासा अब केही कुराहरू छ अरे राख्नु होला होइन। अब यस्तो छ सर, अब तपाईँहरूले चिन्ता नगर्नुहोस् है। चामल भए बस्छ, भुस भए उठ्छ। अर्कालाई कर ल्याएर ठोकेर ल्याएको मान्छेले केही पनि गर्दैन। मेहनत गर्ने, दुःख गर्ने हामी, अनि भोट हार्ने तिनीहरू। यो ग्राउन्ड लेभलको मान्छेले यति धेरै दुःख छ कि उसले पनि बोलिदिएको त होइन। ल के चाहिँ गरेको थियो त? मैले जतिको दुःख कुलमान दाइले गरेछ, कुलमान दाइले के दुःख गरेछ? कुलमान दाइले जम्मा चाहिँ आफ्नो कार्यकालमा बसेर ल उज्यालो ल्यायो, त्यति त हो नि। के उहाँले उज्यालो ल्याएको निमित्तमा के सबैले मलाई भोटर पनि हो, म प्रधानमन्त्री हो भनेर भने हो? उज्यालो ल्याइदियो भनेर जनताले स्याबास गरिदियो हो। उहाँले अरूले भन्दा राम्रो काम गर्यो भने उहाँले स्याबास गरेको। अनि उहाँ चाहिँ के आफूले प्रधानमन्त्री हुँ, म खतरै मान्छे हुँ, म जतिको मान्छे कोही पनि होइन भनेर उहाँले भन्नु, त्यो घमण्ड निकाल्नु उहाँलाई सुहाउँछ? अहिले उहाँको लागि भोट मागिदिनु पर्ने हामीले, यहाँ दुनियाँ गरिदिनु पर्ने। भोलि साँच्चीको भोट पायो भने फेरि उहाँ जतिको मान्छे प्रधानमन्त्री हुने हामीले बनाइदिने होइन। जाओ एक्लै जाओ भाइ, एकदम एक्लै जानुपर्छ। हाम्रै पार्टीमा बसिएको, राजसभामै बसिसकेको छ क्या। सकेन नि, भविष्य अन्धकार, दामडोल, खत्तम, बर्बाद। है साथीहरू, राम्रो मान्छे त उही बसिसक्यो के। अनि सकेन नि। बालेन, रवि, कुलमान, कुलमानको कुरा नगर। अब सिद्धो कुलमान घिसिङजीको राजनीतिक बिग्रियो, सक्यो, माटो ध्वस्त, माटो भयो यार, माटो यार, राजनीतिक माटो भयो साथीहरू। अब माटोलाई त भन्नै परेन, माटो त त्यसै माटो भइहाल्यो। मलाई त अहिले यो एमाले काङ्ग्रेसको त उनै गर्नु मन लाग्दैन यार, विरोधै गर्नु मन लाग्दैन यार। एमाले काङ्ग्रेसको मलाई विरोध गर्नै मन लाग्दैन अहिले त। मलाई कसम मनपर्छ अहिले त। सबभन्दा खत्तम पतन चाहिँ यो नयाँहरू रहेछ क्या। नयाँहरू चाहिँ खत्तम रहेछ क्या। मलाई त मस्त मजा आएको छ। यिनीहरू त अब सिद्धियो के, बर्बाद। एउटा माटो भयो, एउटा खरानी भयो। अब एउटाको नाम माटो, एउटाको नाम खरानी। अब रिमा पनि अब आउँछन्। रिमा त राम्रो मान्छे हो, रिमा विश्वकर्मा एकदम स्पष्ट वक्ता हो है, राम्रो मान्छे हो रिमा विश्वकर्मा, राम्रो बोल्छ क्या। राम्रोलाई चाहिँ राम्रो भन्नुपर्छ। रिमा पनि वास्तवमा राष्ट्रिय स्वतन्त्र पार्टीमा बस्नुपर्ने महिला हो। रिमा विश्वकर्मा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमै बस्नुपर्ने मान्छे हो। खोइ मेम्बरसिप फाल्नु न साथीहरू, गुटु मेम्बर एउटा फुल छ नि तपाईँहरूकोमा। खासमा के भयो भनेर सोध्छन्, खासमा एउटा खरानी भयो, एउटा माटो भयो कि सकिहाल्यो नि।
हेमा के सोचेको होला यार कुलमान दाइले यार। उहाँले त आफ्नो मतलब पदीय जिम्मेवारी पो राम्रो निभाएर आएको त यार। अनि मैले पदीय जिम्मेवारी चाहिँ राम्रो निभाएर आयो भन्दैमा जनताले भोट पनि मलाई नै हाल्छ, मै खतरा, मै मात्रै भन्ने उहाँले सोच भयो। कस्तो लाज नभएको यार। उहाँलाई त राष्ट्रिय स्वतन्त्र पार्टीले त त्यत्रो प्लेटफर्म दिएको थियो क्या। अनि लाज हुँदैन? भुइँको 5 रुपियाँ टिप्दाखेरि खल्तीको 500 हराएको उहाँलाई थाहा छैन बिचरा। म त एकदम खुसी छु, कुलमान गगम त एकदम खुसी छु। मलाई त यहाँ कम टेन्सन भएको थियो, यहाँ सिन्धुपाल्चोक जिल्लामै टेन्सन भएर बसेको थियो। उसको मान्छेहरू दाबी गर्न गएको रहेछ उम्मेदवारको बेकारमा, तातो न छारोमा। हिजो कुलमान दाईको पार्टीमा छिर्नेहरू केन्द्रीय सदस्य रे, फलाना सदस्य रे, अनि उता उम्मेदवार पनि चाहिसक्यो। फेरि यता पनि हडप्ने, उता पनि हडप्ने। लुखा लुखा लुजा निस्केको भने यतिखेर त बिरुवातिर पुसियो निस्केर पनि। कुलमान दाई निस्केर पनि बिरुवातिर पुसियो। अब म त खुसी छु यार, वास्तवमा राम्रो भयो नि। किन गाली गर्नु भने भाइ, किन गाली गर्नु? गाली गरेको होइन, सम्झा। यसलाई पनि गाली गरेर मैले मुख छाडेको छु, मैले तथा नाम बोलेको छु। मैले किन गाली गर्नु भने